नमस्ते। आज मैले चाहिँ ल्यापटप किनेको छु है। अब कस्तो छ के छ भन्ने कुरा तपाईँलाई म देखाउने छु। तपाईँहरू हेर्दै गर्नु होला। यो ल्यापटप चाहिँ अलि हेभी पनि छ, राम्रो पनि छ। लास्टमा हेर्नु होला है गाइस। खोल्दैछु। यस्तो कस्तो छ ले नसक्ने भएर हामीले चक्कुले छेका छौँ। चक्कुले काट्छ है त। काट्दैन। ओइ होइ 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 होइ। अब यसलाई जुत्ताले माग्नु है भाइ फेरि। काम त लाउनु पर्यो भाइ। ओहो सुरुमा चाहिँ हाम्रो यो दिया रहेछ चार्जर दिएछ यसरी हालेर रहेछ यहाँ त जुगा यो चाहिँ हाम्रो ल्यापटप भयो है अरु के छ अरु चाहिँ हामीसँग केही पनि छैन है त हो यस्तो ल्यापटप दिएछ किन ल्यापटप हो i7 दिएछ i7 रहेछ राम्रो छ एकदम राम्रो छ जस्तो लाग्छ फुजिमीको रहेछ वान टेस्ट के चाहिँ ले हामीले चाहिँ चार्ज लाउने प्रक्रिया चाहिँ सुरु भइसक्यो अब चार्ज लागेपछि चाहिँ तपाईहरुलाई हामी के छ कस्तो छ भनेर देखाउने लागिराख्यो i7 आएछ चार्ज पनि यता लागिसकेको छ अब म चाहिँ यसलाई अन गर्छु है त ल अन भइसकेको छ गाइस रिपोर्ट दिन सक्नुहुन्छ ल्यापटप आयो अब चाहिँ मोबाइल थिएन मेरो हातमा जोसी आयो यो चाहिँ ब्याट्री भइहाल्यो यहाँको चाहिँ यहाँ खोल्नु पर्छ नि हैन फाइनली गाइस ल्यापटप पनि किनिसकियो यो चाहिँ टोटल चाहिँ 5651 GB भनेको छ 651 मा चाहिँ लगभग 651 मा चाहिँ 697 GB भनेपछि ठिक ठिकै रहेछ हार्ड डिस्क पनि राम्रो छ अब एकदम बेस्ट छ गाइस हेर्दै गर्नु अबदेखि मेरो युट्युब भिडियोहरु यताबाट म एडिट गर्ने छु बाइ बाइ